गाई ओके हैन गाई त दामी नै हो दामी सानो छरी त दामी तर सिधा सानो अरे त बाछा कस्तो लाग्यो बाछा हेर्नु बाछा हो कि बाछी हो बाछी ए बाछी हो त्यही त पछाडि हेर्दा बाछी बाछी जस्तो लाग्यो तिमीले फेरि बाछा भनेको अन्त नि यो चाहिँ गाईले चाहिँ अब मजाले दुध दिन्छ हो सिधा छ जसले अब हैन जसले अब धुनु मन पर्यो उसलाई ए सबै हाते जसले धुनु भयो दिन्छ सिधा छ मजाको छ गाई हो कस्तो लाग्यो तपाईहरुलाई गाईको राम्रो लाग्यो अरे दामी हैन अब हेर्नुहोस् है अब म धुँदैछु यहाँ हेर्नु अब माली पाङ्री बस माली हो कि पाङ्री हो नाम चाहिँ पाङ्री बस अब म बसेँ हैन यी हेर्नुहोस् है देखेँ हैन भिडियो गर्दा न उताबाट राम्रो दुध दिन्छ यसले बस 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 अब बस अब चाहिँ बिमल हामीलाई गाई दुयो है रफाको हेरिहाल्नु रेकर्ड गरिदिनु होइन भिडियो के हुँदा गर्दा गाई धुको गाई चाहिँ साह्रै सिधा रहेछ सिधा चाहिँ लु गाई त एकदम ओके छ अब घिउ दलै अब चाहिँ लु थुनमा अब म चाहिँ अब यहाँ चाहिँ अब के बल्दरा बसी म तेल हो कि घिउ हो घिउ होइन नहुने घिउ नहुने घिउ दलेको है बस पाङ्री डिस्टर्ब नगर यहाँ भिडियो गर्दाखेरि पैसा बेसी आउँछ बेच्दाखेरि घाँस घाँस दिएर हेरेर मुडी आहा तर बिमल हमालले चाहिँ अलिक गाई दिनु चाहिँ अलिक एकैतालमा दुई थुन धुँदो रहेछ नि त हौ डरलाग्दो रहेछ नि त बिमल हमाल चाहिँ एकैतालमा दुई थुन म चाहिँ धुँदा चाहिँ एक तालमा एउटा थुन मात्रै धुन्छु कि दुईटा हातले तर बिमल हमालले चाहिँ एकैतालमा दुई थुन दिएको देकै हो दर्रो आयो दर्रो दुध दर्रो आयो पाङ्री यहाँबाट देख्छ अब के दर्रो आयो अब्बै त्यो पनि तल भुइँमा छैन बाल्टी अलग्गै चेपेर बिमल हमालको चाहिँ बाल्टी चाहिँ भाइ खतरा दुध पनि खतरा देखिरहेको छु है अन्त कन्डो पछाडि त भिडियो गरेर फेरि त कालो देख्छ के देखाउनु यो गाईको चाहिँ यति छ दाम भन्छ नि दाम चाहिँ कति हो यो गाईको आमा माली गाई अलिक आउन यता पछाडि आज पछाडि माली गाई चाहिँ अरे माली गाई फेरि दुध एकदमै कडा मोटो है लेकको दुध जस्तो ओइ कस्तो छ ओइ अहिले हेर्नु दुध कति आउँछ तर यो गाईको दुध चाहिँ यति दामी छ मिठो है मिठो दामी हेर यस्तो सुबानी गाई छ यो गाईको चाहिँ 60,000 दाम अब्बै अक्सनमा रह्यो लु 60,000 दिन्छ अक्सन जले गाई अलिकति के 60,000 भन्दा चाहिँ 7 करोड भन्दा त्यो मान्छे जस्तै करोडपतिमा कन बनेको करोडपतिमा अक्सेको जस्तो भयो साह्रै राम्रो छ साँच्चै नै गाई चाहिँ साँच्ची राम्रो रहेछ होइन यो खाएको बेलामा रेलाउँदैन तर राम्रो रहेछ गाई चाहिँ अरू गाईले दिन्छ खाएको बेलामा होइन यस्तो सुबानी गाई त्यो कराउँदा धुँदा ओर्दा हल्ला भन्ने दिँदैन नि उसैले टाङ बनाएर पठाइदिएको गाई किन्ने छ भने भनिहाल भेटै गरिहाल म दिइहाल 60 भने गाई त किन्यो भने कसले किन्छ गाई किन्ने मान्छे त आउँछ नि तिमी धुँदा नि हुन्छ यहाँ बसेर हाम्रो त्यो अस्ति बेचेको गाई छ नि मेरो त्यस्तो रहेछ मेरो पनि जसले धुँदा हुने हो पाङ्री बस तँलाई म दिन्छु त घाँसहरू नौलो मान्छे हो नौलो मान्छे आउँदा चाहिँ त्यस्तो गर्छ नि हौ अलि चलाउँछ होइन चलाउँछ होइन त्यसलाई अप्ठ्यारो भएको हल्ला भयो तिमी हल्ला भयो नि त आउ न धुनु लौ त म चाहिँ फेरि दुवाई त्यस्तो छैन लात त हान्दैन होइन म छु नि यो तेल दल यो यता जाउँ न पाङ्री बस मेरो चाहिँ बानी यसो भुइँमा राख्ने बानी छ बसै पाङ्री गाउँथे बस बस आज चाहिँ मैले होइन छिरिङलाई यता गाई धुन दिइरहेको छु यहाँ हेरिहाल्नुहोस् यस्तो सुबानी गाई छ
दुई हेरिहाल्नुहोस् लु यस्तो सुबानी छ गाई यो गाईको चाहिँ अब तपाईँहरू मन पर्यो भने आउनुहोस् 50 मा चाहिँ अब लानुहोस् हो बस 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 पाङ्री बस के गर्दैन हेरिहाल्नुहोस् अब बिचरा अब छिरिङ्गा आएको आज यहाँ दसैँको के अरे मैले लु 40 चाहिँ देऊ दिने 40 मा त पसाउँदैन नि यस्तो लडी लडी धो न केही यसमा केही छैन देख्यो होइन आफै धो लो देख्यो इस गरेको धो न धो इस गरेको इस त गर्छ नि धो न धो देख्नु होला सिधा छ अब यसको तपाईँको यहाँ बाछा पनि हेर्नुहोस् है बाछी 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 यतापट्टि छ यहाँ बाछीलाई राख्नु पर्दैन यत्रो बाछीलाई चाहिँ कसले राख्छ हौ राख्दैन सबै सोरसार धोए सिधा धो न हौ बाल्टीदेखि बाहिर धोए चेपो न लडाउँदैन हौ चेपो त आज चाहिँ छिरिङले बल्ल बल्ल मलाई गाई धुनु पालो दियो हो मराले दामी छिरिङका धुवाएछ दामी 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 ए पाङ्री नचला चाहिँ छ नि हौ गाई त हौ मरा अरू गाईले भने दिन्छ मरा हाम्रो त्यो पोर मैले बेचेको गाई थियो नि सेम त्यस्तै मरे खुट्टा चलाउँदैन मजाले दौन न राखी गाई खुट्टा चलाउनु थालेपछि ए नचला भनेर उसले जोगाइहाल्छ बाल्टी यस्तो पाराले कहिले धुन्छौ तिमीले एउटा धुन मात्रै ताने ताने गरेर बस पाङ्री बस 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 हौ त्यहाँ बस छिउँ दाले धुँदैछ हौ त्यहाँ बस 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 यस्तै हो बानी हराएछ कि निकै भयो कि नधोको हात त्यहाँ बस 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 धो न धो कता गयो उता यहाँ यसले देख्दैन छ नि यहाँबाट ए यसले नचढ्न पछाडिबाट चाटिदिएर के अस्ति टोक्थ्यो नि यसले त आम्मामा जाऊ त डाँटको लाग्दैन केही मिठो पाङ्री बस 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 यस्तो सिधा गाई चाहिँ पाउनु मरा है राम्रो छ गाई साँच्ची भनेको घरमा त्यो हेरिहाल्नुहोस् है लु यस्तो गाई चाहिँ पाउँदैन है जिन्दगीमा लडी लडी हामीले भिडियो दुध चुकेर एउटा पुरा चुइहाल्छ तिम्रो धो न अर्को झुलबाट दुध जाँदैछ ए पछाडि नहाने अहिले तेरो म उनीहरू दुध चुको चुन्छ हौ मेरो हातबाट छोएर चुको होइन नि आफै त्यो धुने बेला भएपछि चुइहाल्छ यो गाईको त्यस्तो छ लङ्गुरबाट ल्याएको मैले छोकेलले भाइले ल्याइदिएको गाई यही त अन्त गाडीमा ल्याएको गाई सानो बाछी यो जतै एक बेच्यो 2 बेच्यो एक बे फर्स्ट बेचे यहाँ हेरे ल यस्तो सिधा छ यसले कहिले खुट्टा हान्दा बस खुट्टादैन बस जस्तो खुट्टा हान्दा त्यस्तो खुट्टा हाने चुहेर दुध यो त अड्से नि यो बस 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 आऊ दे पाङ्री दो 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 भन्दै धुन त उयो दुध हेरेर त गएको देख्यौ यस्तो छ नि यसको यो गाईको अलिक ढिलो गरेको त सकिहाल्छ ल्याउ ल यता आऊ यता आउन दिन्छ हो दिन्छ हल्ला बेसी भएर बिस्कियो नि अलिक छ त्यो चारै छुनमा दुध छ निकै छ अझै ऊ चुइरहेको छ दुध चाहिँ
यस्तो हौ त्यसमा त हौ त्यस्तो हौ त्यो दुःख पनि छैन अर्को त अर्को त्यही हो सुन्ने ल पल्लो त दुःख पनि छैन मैले एकछिन पर्छ